इंद्रेणी संदीप को पुकुली हौ तिमी कुर्दा गुर्दै भयो सारे रात हे कुरो सुन्दा बाचम कि मरम हो आटी हाल्यो खै कसो गरम हो कुर्दा गुर्दै भयो सारे रात हे खुट्टा धुन्न जलपानी पिन्नमा विवाहितलाई बहिनी दिन्नमा कुर्दा गुर्दै भयो हे मिठो बोली कलेजी खाइसक्यो ए सन्दीपले मोहनी लाइसक्यो कुर्दा गुर्दै भयो सारे रात हे तिमीलाई जित्न प्रमाण अरू के दिउँ के म नेपालीपन भेटिन्न यौँ के म कुर्दा गुर्दै भयो सारे रात आजै पनि आएन माया प्रेम सताउँछ तिमी किन यति भन प्यारो छ फाटो मुटो बचनैले सेयोले सेना त्यही भजनले रातैभरि टोकी मुस्कुराइन् मुस्कानले मनमा छो ओठ टोकी मुस्कुराइन् मुस्कानले मनमा छो असाध्यै मन पर्छ मलाई लाज मिसेको हाँसो ए मायाले मान्छोला जस्तो छ मलाई हेरी मुसुक मुस्कुराइन् उनी ए अब केही होला जस्तो छ मलाई हेरी मुसुक मुस्कुराइन् उनी अब केही होला जस्तो छ अब केही होला जस्तो छ मनमा रहर
दीपक भण्डारीको लय शब्द सङ्गीत, सन्दीप नेउपाने, दीपक भण्डारी र रेखा पोखरेलले गाएको यो निकै मिठो अहिले भर्खरै बजारमा आएको गीत उहाँहरूकै आवाजसँगै हिमालय टेलिभिजन इन्द्रेणी.com युट्युब र पेज मार्फत संसार भरिबाट इन्द्रेणीमा हेरिराख्नुभएका तपाईँ दर्शकलाई हार्दिक स्वागत छ। आज स्टुडियोमा आउनुभएका जति हुनुहुन्छ यहाँहरूलाई यही सम्मान छ भने टेलिभिजन र युट्युब च्यानल मार्फत हेर्नुभएका तपाईँलाई त्यही हार्दिक हार्दिक सम्मान छ। जगदम्बा ग्रुप, करेन्ट चाउचाउ, बोस्टन लोक सुशेली समूह, मेनकेसी, त्यसै गरी हामीलाई माया गर्ने मोहन खतिवडा लगायत सबैलाई हार्दिक हार्दिक सम्मान छ। अहिलेका अति उत्कृष्ट नयाँ प्रतिभा एक साथ चलेका कलाकारको साथमा हुनुभएको छ र आजको संयोजन गर्नुभएको छ अत्यन्तै प्रिय संसारकर्मी भोजराज थापा, यहाँलाई हार्दिक सम्मान। अहिले पछिल्लो समयमा रेखा पोखरेल भनेपछि एकदम चर्चामा हुनुहुन्छ। 25 वटा जति गीत निकालिसक्नुभयो हाम्रो दीपकजी, त्यसै गरी सन्दीप नेउपाने भाइ, रोशन सिंहसँग त मैले 3-4 गीत सुनिसकेका छु उहाँका। रेखा पोखरेल आफू मात्रै आउनु भएको छैन, साथी पनि टक्क साथमा लिएर आउनु भएको छ। यतातिर कैलालीकी अहिले निकै मिठो आवाजकी धनी सङ्गीता चौधरी आउनु भएको छ, अर्घाँचीकी रञ्जिता विश्वकर्मा बहिनी आउनु भएको छ। उहाँहरूको आवाज त्यस्तै छन् भने पल्लो छेउमा हिरोइन बसिराख्नु भएको छ। सन्दीप नेउपाने लालुमैदेखि अहिलेसम्म आउँदा बजारको हिरो गीत सङ्गीतको। दीपक भण्डारीजी त्यस्तै कडा हुनुहुन्छ, उहाँलाई हार्दिक सम्मान भने। रोशन सिंह मुसिकोट जन्मिए पनि संसार हल्लाइदिनु भएको छ, यहाँलाई हार्दिक हार्दिक सम्मान छ। यता जति पनि संसारकर्मी साथीहरू आउनु भएको छ, मुसिकोट रुकुममा जन्मेर संसारका मान्छेलाई गीतले हल्लाइदिनु भएको छ। यता हाम्रो इन्द्रेणी सबै टिम छौँ। उतातिर गायिका बहिनी कालिका गन्धर्वले सन्दर्भ मिलाएर बस्नु भएको छ, नवीन, दीपक केसी, त्यसै गरी दीपक घिमिरे अनि मिलन सापकोटा, टिका खनाल, खुम्बार डाँगी, दिलबहादुर देउवा, यसै गरी नारायण आचार्य मार्टिन लगायत भक्तबहादुर देउवा सहित सम्पूर्ण टिम, निगुर, लोकेश, अशोक चौधरी लगायत हामी सबै तयार छौँ। हिमा सहित छत्र, त्यसै गरी अर्जुन, दिलीप खड्का भाइ, कृष्ण गन्धर्व दाई, कृष्ण गुरुङ दाई, चुचु दाई र पिएन साइला एकदम रमाएर बस्नु भएको छ भने 1 मिनटमा 42 वटा लसुनका पोटी खाइदिएर गिनिज बुकमा नाम लेखाइसक्नु भयो। अब उल्टोबाट विश्वमै सबैभन्दा छिटो लेख्न सक्ने भनेर उहाँ गिनिज बुकमा नाम लेखाउन तयारी हुनुहुन्छ। आज शुभकामनाका लागि हामीले बोलाएको छौँ र यहीँको क्यामेराम्यान अमित कणेलको गुरु पनि हुनुहुन्छ। रेखा बहिनी, यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद हजुरलाई अनि इन्द्रेणी टिमलाई सबैलाई निमन्त्रणाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ पछिल्लो समय आउनुभयो होइन, 25 वटा गीत गाइसक्नुभयो। हजुर हो। तपाईँ धेरै लक्की हो जस्तो लाग्छ। हो नि। कस्तो लागेको छ अहिले तपाईँलाई भन्नुहोस् त? एकदम धेरै खुसी लागिरहेको छ, रमाइलो लागिरहेको छ। हजुरहरूसँग भेट्न पाएँ, मोबाइलमा हेरिरहेको यो यहाँ पनि आउन पाएँ, राम्रो राम्रो सर्जकहरूसँग जोडिएर काम गर्न पाएँ, धेरै नै खुसी छु। तपाईँले भोजराज थापा जाँदाखेरि मलाई गाउने अवसरै मिलेन यस्तो भयो भन्दै रुनु भएको थियो। हजुर। अब त कहिले रुनुहुन्न नि? रुँदैन। अब त आफैले यो मेहनत गर्ने होइन नि, यत्रो मौका पाइयो, आफैले मिठा मिठा गीत गाउने, राम्रोसँग साधना गर्ने। एकैचोटिका सबै चिज प्राप्त हुँदैन, जे छ भाग्यमा त्यही प्राप्त हुन्छ होइन, मेहनत गर्नुपर्छ होइन नि? हस्, हुन्छ। दादाले बाटो देखाइदिनु भयो, यो बाटोलाई चाहिँ फलो गर्ने काम चाहिँ मेरो हो, मेहनत गर्नेछु। सपोर्ट हजुरहरूको रहनेछ भन्ने आशा गर्छु। दीपकजी हजुर, आज कस्तो लागिरहेको छ? एकदमै खुसी लाग्छ दाइ। मैले धेरै गीत गाएँ अनि गाउँतिर जहिले कार्यक्रममा कहीँ गइयो भने बुवा आमाहरूले गाउँतिर सोध्नुहुन्छ कि तँ त गायक भन्छस्, इन्द्रेणीमा देखिन्नस्। यो यति धेरै पपुलर कार्यक्रम छ, इन्द्रेणीमा नआएको कलाकारलाई चाहिँ कलाकारै होइन कि जस्तो मान्नुहुन्छ लोकगीत सुन्ने दर्शकहरूले। आज यो मौका जुरेको छ, म एकदमै खुसी पनि छु। आदरणीय भोजराज सर, रोशन सर, सन्दीप दाई, रेखा बहिनी लगायतको टिमसँग यहाँ आउन पाएँ। हजुरलाई धेरै धेरै धन्यवाद छ, म एकदमै खुसी छु। सन्दीप भाइका गीत इन्द्रेणीमा गुन्जिन्छन्। यसको लागि त म दाइप्रति एकदमै नतमस्तक हुँदै शिर निहुराएर नमन गर्न चाहन्छु कृष्ण दाइप्रति, किनभने जहिले पनि मेरा गीतहरूलाई अग्र स्थानमा राखिदिनुहुन्छ र मैले भन्ने पनि गर्छु दाई, इन्द्रेणीमा सन्दीप नेउपानेले गाएका गीतहरू सबै गीतहरू जो आउनुहुन्छ गाउन दिनुहोस् है भनेर मैले एउटा भनेको पनि छु र गाउनु पर्छ। र इन्द्रेणी भनेको हामी कलाकारको लागि एउटा मन्दिर हो। जो कोही पनि यहाँ आएन भने म पनि त्यो कलाकारै होइन जस्तो मलाई फिल हुन्छ, किनभने म इन्द्रेणीमा अहिले 4थो चोटि आइसकेँ। एकदमै म गौरवान्वित छु। यो सबै इन्द्रेणी टिमप्रति हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र मैले गाएका गीतहरू इन्द्रेणीबाट धेरै गुन्जेका छन्। कहाँ गयो जुरेली चरी, जाम पोखरा मिनी बसैमा, धरती आकाश झरेनी, ओक्कल दोक्कल लगायतका थुप्रै गीतहरू यहाँबाट गाइसक्नु भएको छ। मैले पनि स्वयं गाएको छु
यो अवसरको लागि म फेरि पनि कृष्ण दाईलाई र भाउजूलाई नमन व्यक्त गर्दै धन्यवाद। भोजराज भाइ यहाँलाई स्वागत गरेँ मैले। इन्द्रेणीको बारेमा जति प्रशंसा गरे पनि कृष्ण दाईको बारेमा जति प्रशंसा गरे पनि त्यो एकदम कमै हुन्छ जस्तो लाग्छ मलाई। म बार बार आएर यहाँ भन्ने गर्छु इन्द्रेणीबाट मैले धेरै कुरा सिकेको छु, सिक्न पाएको छु भनेर। तपाईँले गरेको कर्मलाई दुःखलाई दाई मैले एकदमै नजिकबाट निहाल्ने मौका पाएको छु र तपाईँको मार्गलाई मैले पछ्याइरहेको छु। बार बार मैले भन्ने यही नै हो। त्यसको लागि म इन्द्रेणी परिवार सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो आदरणीय दाई कृष्ण दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कहिलेकाहीँ कृष्ण दाईको बारेमा नराम्रो केही सुन्यो भने यति चित्त दुख्छ, रातभरि सुत्न सक्दैन। अनि मलाई के लाग्छ भने कृष्ण दाईको बारेमा त यस्तो भन्नेहरूले मेरो बारेमा छुस्स केही भेटायो भने अथवा कहीँ केही गल्ती मैले गरिहालेँ भने झन् के होला त्यस्तो लाग्छ। अनि त्यही भएर एकदमै सजग भएर अगाडि बढ्न खोज्छु। बढ्दै पनि खुट्टा तान्नेहरूको कमी हुन्न दाइ। खुट्टा तानिरहन्छन्, विदेशमा बसेर टुच्च दिइरहन्छन् फेसबुकबाट। तपाईँले देख्नु भएको छ, तपाईँलाई पनि खेद्नेहरू हुनै छन्, मलाई पनि लखेट्नेहरू हुनै छन्। एउटै छ दाइ तपाईँ र मेरो दुःख। रोशन भाइ यहाँलाई स्वागत गरेँ। मान्छे नै ह्यान्डसम हुनुहुन्छ, गीत पनि त्यस्तै लेख्नुहुन्छ। तपाईँहरू तीन भाइको कुरा गरी साध्यै छैन। धेरै धेरै धन्यवाद दाइ। एकदम अब यो इन्द्रेणीको कुरा के गर्नु, सबै कलाकारहरूको एउटा आशा, सपना, चाहना यो मैले व्यक्त मात्रै गर्न नसके हो। यो मेरो पनि चाहना हो, मेरो पनि रहर हो, मेरो पनि सपना हो। आज टेक्न पाएँ, सायद जीवनको एउटा सार चाहिँ पुरा भयो कि जस्तो पनि फिल भएको छ। अपुरो मेरो साङ्गीतिक यात्रा कहीँ कतै अलिकति भए पनि पुरा गर्नका लागि अथवा पुरा हुँदैछ जस्तो फिल चाहिँ मैले आज यो भित्र छिरिसकेपछि त्यो भान भएको छ। र एकदमै दाई भाउजूप्रति र यहाँ उपस्थित इन्द्रेणी परिवार सम्पूर्णलाई धेरै धेरै धन्यवाद। धेरै गीतहरू छन्, अब एउटा मात्रै सन्तानलाई समेट्नु पनि गलत भइदिन्छ। मेरा सम्पूर्ण गीत सङ्गीतलाई जति माया गर्नु भएको छ त्योभन्दा बढी नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस्। अब पिपल छेउमा बर ए झरी सल सल बग्यो कर्णाली, मलाई रोउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। ओ सुगम सङ्गीतमा भुपु माया 1 देखि 5 सम्म, यो भाग्यमा खोट छ, कस्तो थिएँ कस्तो भए हेर मलाई, मिल्छ भने तिमी जस्तै फेर मलाई लगायत थुप्रै गीत। सबै सन्तान मेरा सबै सृजनाहरू मेरा सन्तानसरी हुन्। सबैलाई सदाबार एउटै माया एउटै साथ रहिरहन्छ, सधैँभरि कोसिस गर्छु। अब आज कुन गीत गाउनुहुन्छ भन्नुहोस् त। अब यो एउटा संयोगका लागि भोजराजजीलाई धेरै धेरै धन्यवाद। यहाँसम्म इन्द्रेणीको यात्रा रेखा बहिनी, त्यसपछि हाम्रो सन्दीप दाई, आदरणीय दाई, अनि हाम्रो सबै साथीहरू, हाम्रो पत्रकार साथीहरू हुनुहुन्छ, सबैजनाले यो जुडाइदिनु भयो। उहाँहरू सबैजनासँग जोडिँदै गर्दा निकालेको एउटा गीत जुन अत्याधिक दर्शक श्रोताले रुचाइदिनु भएको छ, माया साह्रै छ, त्यसलाई चाहिँ गाउँला अफिसियल रूपमा। त्यो रेखासँगै गाएको? सायद रेखाले सबैभन्दा बढी गीतै मसँग गाइन् जस्तो छ योचोटि। कति गाउनु भयो रेखाले तपाईँसँग? आधी दर्जनको नजिक पुगिसकेका छिन्। ओहो मैले बुझ्ने मन्दिर हो।
यो गीत सुन्दा आनन्द आयो। कतिको तरकारी डढ्यो, कतिको दुध उम्लियो पत्तै भएन। कति मिठो गीत सबैले गाउनु भयो। संसारभरिबाट इन्द्रेणी हेर्नुभएका तपाईँलाई हृदयदेखि सम्मान छ। कतिजनाको इन्द्रेणीमा आउने धोको होला, कति प्रतिभा हुनु होला। त्यहाँ जान बाजे पैसा लाग्छ कि कसैलाई भन्न पर्छ कि भन्ने मनमा खुल्दुली होला, केही गर्न पर्दैन। तपाईसँग कला छ भने सिधै आयो हुन्छ। इन्द्रेणी सबैको लागि साझा हो। यदि कलै छैन भने त सिकेर आउनुहोस्, कला छ भने मजाले बुझ्नुहोस्। म यतिको भए टिक्न सक्छु भन्ने तरिकाले आउनु होला। सकभर पढ्ने विद्यार्थीहरूले पढ्न छाडेर गीतैमा नलाग्नु होला। पढ्ने कामलाई पनि उत्तिकै मेहनतका साथ अगाडि बढाउनु होला। यहाँ सङ्गीता चौधरीका कति फ्यान हुनु होला। हो, अब सङ्गीताले पनि गाइदिया भए। उतातिर रञ्जिताको साथीहरू कति छन् कहन्छन्। यो गीत पनि तपाईँले बनाएको हो? सिर्जना खासमा कसैले सिर्जित गर्नुपर्छ, तर खासमा यो शब्दहरू सबै यो कलेक्सन नै हो। हामीले जे जति छ क खबाटै सिकेका हौँ यहाँसम्म। अनि यो कसैले हिजो नै बनाएको कुरा हो। यसलाई हामीले एउटा सिङ्गारिक तरिकाले लग्या मात्रै हो। शब्द कसैको पनि फेवा हुँदैन। यो मेरो शब्द भन्नुभन्दा पनि यो सबै लोकको शब्द हो यो। आहा, जोरदार ताली दिनु। यस्तो हृदय भएका कलाकारलाई हृदयदेखि सम्मान छ। दाइ कस्तो लागेको छ तपाईँलाई? नयाँ नयाँ भाइ बहिनीहरूको गीतहरू सुनिरहेको छु, खुसी लाग्छ। नयाँ नयाँ प्रतिभाहरूको जन्म भइरहेको छ। तर भाइ बहिनीले मेरो चाहिँ एउटा मात्र अनुरोध के छ भने तपाईँहरू चाहिँ भाइरलको लागि मात्र गीत नगाउनुहोस् कि सङ्गीत सिक्नुहोस्। र हाम्रो लोकगीतको एउटा पन हुन्छ है, त्यो पनले एकदम बुझ्नुपर्छ। लोकगीतको पनलाई बुझेन भने त्यसमा चाहिँ तपाईँहरू चाहिँ त्यो लोकगीतको चाहिँ मर्मले बुझ्न नसकेको अर्थ लाग्छ। त्यसले गर्दा तपाईँहरू चाहिँ एकदम ध्यान दिएर सिकेर है, तपाईँले यो सङ्गीत भनेको यति अथाह समुद्र हो कि जति गहिराइमा चाहिँ पुग्नु तपाईँ त सङ्गीतको चाहिँ पिँधमा पुग्न सक्नु। त्यसले गर्दा तपाईँहरू एकदम तपाईँले जसरी लोकप्रिय हुनुभएको छ यसलाई जनताको चाहिँ त्यो मायालाई एकदम हृदयमा राखेर तपाईँहरू चाहिँ त्यसलाई चाहिँ एकदम ध्यान दिएर सिक्नु होला। मैले रेडियो नेपालमा 38 सालबाट गाउन सुरु गरेको होइन। 39 सालमा चाहिँ स्वर परिचय गरेर 38 सालमा चाहिँ फुलबारी कार्यक्रम मैले गुरुङ गीत गाउन सुरु गरेँ होइन। सङ्गीता कस्तो लागिरहेको छ आज? एकदमै राम्रो लागिरहेको छ दाइ। पहिलोपटक यसरी इन्द्रेणीमा पाइलो टेक्न पाउँदा, हजुरहरूसँग भेट भयो, हजुरसँग भेट गर्न पाउँदा चाहिँ एकदमै खुसी भएको छौँ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम हेरेर बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भोजराज दाइ हुनुहुन्छ, हाम्रो मेचिकाली खबरको सम्पूर्ण टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु हृदयदेखि नै है। इन्द्रेणी कना चाहिँ नेपाली किल कनप्नी हो। जम्मा जाने ठारू दिदी बहिनी हजुरक्रफे आइसेक भी ऐबी है। एकदमै रमाइलो गर्न ठाउँ हो यी चाहिँ। सक्को जनानके लग बनली इन्द्रेणी है, जम्मा जे ऐबी। अब एउटा गीत सानो टुक्का गाइदिनुहोस् त। यो धडकन भित्र छौ तिमी, मैले फेर्ने सास हौ तिमी, मायाको बन्धनमा सधैँ बन्धन मेरो हात थामी, ती आँखाको नानी बनाई राखन सपना सजाई, दिनेछु सधैँ साथ मेरो, तिमी हाँसिरहनु लजाई, तिमी किन यति चोरी लाने भनको सपनी र विपनीमा, सपनी र विपनीमा आई मलाई सताउँछ, तिमी किन यति चोरी लाने भनको गजलो आँखा हेरेर हूँ, त्यो आँखा भित्रै डुबेर हूँ, तिम्रै हो तिम्रै रहन देऊ, हरदम चाहिने चाहना हो, सपनी र सताउँछ,
जोरदार ताली। मंजूरी बा तुम्हार होइन नबनै हो महिन रुइना सातौं जुनी सँगै रवि मुस्किल बा तुहार बिना बाचा होइल रोइ नै देहम दुःख हन छोइ नै देहम सदा भर साथ दे हो और जहान मन नै देहम जोरदार ताली दिनु। हेर्नुहोस् त यही कुरामा गर्व लाग्छ आज मैले खोजेको प्रतिभा साँच्चीकै सबैको मन जित्न सफल भएको छ। इन्द्रेणीमा आएर बहिनी सङ्गीताले गीत गाइरहँदा हामी कहाँ कुन दुनियाँमा पुग्यो हेर्नु त। कसैलाई मन नपरेको छ त कोही? सबैलाई मन पर्यो नि। जोरदार ताली दिउँ मन परे जतिकाले सबैलाई मन परिहाल्छ। थ्याङ्क अब यू। यो प्रतिभालाई दर्शकहरूले माया गर्न जरुरी छ। मैले यहाँसम्म ल्याएको छु, तपाईँहरूलाई देखाइदिएको छु, चिनाइदिएको छु, तर अब तपाईँहरूले मनमा बसाल्न जरुरी छ। सङ्गीता चौधरीलाई त्यस्तै रन्जितालाई पनि। उनीहरूले गीत रेकर्ड गरेका छैनन् अथवा गीत रेकर्डको अवसर आएन भन्दा मलाई यस्तो मन दुख्छ नि दाइ। जति बेला मैले भिडियो खिचेँ काठमाडौँसम्म ल्याएँ त्यति बेला भ्याइ नभ्याइ थियो, अहिले रेखाको जस्तो छ त्यस्तै थियो। तर अहिले ठप्प भइरहँदा साँच्चीकै यति आफैले रोपेको बिरुवा अहिले हुर्किन पाएको छैन भन्दा यस्तो मन छिया छिया हुन्छ। त्यही भएर मैले बहिनीहरूलाई जहिले भन्छु सामाजिक सञ्जालमा एक्टिभ हुनु, नहराउनु, गुमनाम नहुनु, साधना गर्नु भन्छु। यो यति मिठो स्वर छ, यो स्वरलाई दर्शकहरूले रुचाइदिनु होला, मन पराइदिनु होला र कमब्याक हुनको लागि इन्द्रेणी एउटा कोसेढुङ्गा साबित बनोस्। म यही शुभकामना दिन चाहन्छु बहिनीलाई। रन्जिता यहाँलाई स्वागत छ। आज धन्यवाद हजुरलाई। इन्द्रेणी हेरेर बस्नुहुने सम्पूर्णमा मेरो नमस्कार। मैले ल्याएको प्रतिभामा मैले गर्व गर्ने एउटा ठाउँ चाहिँ के छ भने मैले काठमाडौँ ल्याइरहँदा बाटोभरि धेरै कुराहरू सिकाउँछु दाइ उनीहरूलाई। एउटा मेन कुरा भनेको, मुख्य कुरा भनेको अनुशासन। सानोलाई माया र ठुलालाई आदर कसरी गर्नुपर्छ, अनुशासनमा कसरी बस्नुपर्छ भन्ने सिकाउँछु। इन्द्रेणीले साथ उहाँहरू बहिनीहरूलाई दिनुभयो भने गर्वका साथ भन्न सक्छु तपाईँलाई कहिल्यै उनीहरूले निराश बनाउने छैनन्, किनकि मैले त्यो किसिमको शिक्षा, मैले त्यो किसिमको अनुशासन बहिनीहरूलाई सिकाएको छु। रन्जिता आज कस्तो लागिरहेको छ यो ग्रुपमै आउँदा? एकदम धेरै खुसी लागिरहेको छ। भोजल दादा, रोशन दादा, हजुरहरू सबैसँग यो इन्द्रेणीमा आउन पाएँ धेरै धेरै खुसी छु। सबैलाई भेट्न पाएँ दोस्रो पटक, धेरै खुसी छु। पाइन से यो कतै पनि मनको घाउसे हुनलाई गाह्रो रहेछ वाइमा एक्लै जिउनलाई। के हुन्छ लेकमा बस्छु कोही
ताली दिउँ। तपाईँ हुनुहुन्छ इन्द्रेणीमा। अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन, सेवा सन्देश र मनोरञ्जन कार्यक्रम इन्द्रेणी। प्रतिमालाई कस्तो लाग्यो? धेरै राम्रो लाग्यो। यो गीत यति मिठासले गाउनुभयो, थ्याङ्क यू। तपाईँले पढ्न पनि नछोड्नुहोस्, सङ्गीतको साधना पनि नछोड्नुहोस्, तपाईँहरूको भविष्य एकदम उज्याल छ है। अरू मान्छेले यतातिर ध्यान लाछन्, यतैतिर ध्यान लाएर एकरो मलाई डिस्टर्ब पारेर बस्नुभयो। माया धेरै भरो कि के छ विचार? फेरि बोल्यो भने बुढेसकालमा स्वर सुक्छ, यही हो। यो माइकले बोल्यो भने स्वर आउँछ, बोल्नुहोस् त। मलाई भने के हुन्थ्यो बुढी, तँलाई देखेपछि त के भयो पर्ला, कै मन पग्लियो। यही त होला माया भनेको, नजिकै बस्दै आँखा मार्दै अहिले त तँसम्म भन्नुभयो। तँ भने नि माया लागेको छ, कपाल फुलेर सेतै भएको छ, मेरो त फुल्या छैन। किन फुल्या हो भन्दाखेरि म बुढी मान्छेलाई एक्लै पारेर अन्त आँखा लायो भने युकेतिर जाँदा उतैतिर बस्न खोजेर कपाल फुल्या हो यो। हेर बुढी मेरो कपाल सेतै, तर के गर्ने मेरो मन यतै छ। त्यो त थाहा छ, यति माया गर्नुहुन्छ भनेर जिस्काइदिएको। धेरै नहाँस्नु, फेरि नक्कली दाँत फुक्लुक्कै झर्ला भुइँमा। सिम्पल पर्दो रहेछ गालामा डिम्पल, कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस। देखाछु सिम्पल पर्दो रहेछ गालामा डिम्पल, कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस, अझै पनि आएन मायाउने बस। सेतो कुर्ता झल्कियो झलका, सँगै बसम नबसम अलका, कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस। झल्कियो झलका, सँगै बसम नबसम अलका, कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस, अझै पनि आएन मायाउने बस। तिम्रो माया यो मनमा छ धेरै, सँगै बस्न लजाउँछु म धेरै। कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस। यो मनमा छ धेरै, सँगै बस्न लजाउँछु म धेरै। कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस। कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस, अझै पनि आएन मायाउने बस। हे आइपुगेछ इन्द्रेणी टोलामा, तिमी बिना बाँच्दिन होलामा। कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस। इन्द्रेणी टोलामा तिमी बिना बाँच्दिन होलामा, कुर्दा कुर्दै भयो साढे 10, अझै पनि आएन मायाउने बस, अझै पनि आएन मायाउने बस। हे
छौ तिमी यो सन्दीपको पुकुली हौ तिमी कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन मयाउने बास मुटुमा छौ तिमी यो सन्दीपको पुकुली हौ तिमी कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन मयाउने बास अझै पनि आएन मयाउने पाइकी छौ यतिको कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन मयाउने बास हुन्छ धान खेतीको आटा कालो पाइकी छौ यतिको कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन मयाउने बास अझै पनि आएन मयाउने बास दिन्छन् जल खाएर कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन मयाउने बास मिठो फल खाएर केही भन्दैनन् दिन्छन् जल खाएर कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन मयाउने बास अझै पनि आएन मयाउने बास आए उज्जवल हो भविष्य कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन मयाउने बास बनाउला सिसे मसाए उज्जवल हो भविष्य कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन मयाउने बास अझै पनि आएन मयाउने बास हे क्यारे मानौ सानोको बोलीलाई
किन्नलाई झरमला दुईजनाले साधना गरौँला कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने भन्छौ त्यही झरमला दुईजनाले साधना गरौँला कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया आउने हे यो क्षेत्रमा जीवनभर टिकौला चण्डी प्रसाद गुरु सिकौला कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने जीवनभर टिकौला चण्डी प्रसाद गुरु सिकौला कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया हे भन्दिन म कहिले निधनमा छन् चण्डी गुरु मेरो नि मनमा छन् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने भन्दिन धनमा छन् चण्डी गुरु मेरो नि मनमा छन् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया आउने हे थाल्यौ तिमी यो मनमा आउनलाई सात सुर सिकाऊ मिठो गीत गाउनलाई कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने यो मनमा छाउनलाई सात सुर सिकाऊ मिठो गीत गाउनलाई कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया हे सङ्गीतको गरम भो धन्दा त स्वर कम छैन कोइलीको भन्दा त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने सङ्गीतको धन्दा त स्वर कम छैन कोइलीको भन्दा त कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया आउने हे स्वर मन पराई मिल्या होइन हाम्रै कलास जोडौन सङ्गीत कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने मिल्या होइन हाम्रै कलास जोडौन सङ्गीत कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया हे सङ्गीत सिक भन्छु नि मन जिता हामीले रेखा नभुलम रन्जिता कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने भन्छु म मन जिता हामीले रेखा नछोडम रन्जिता कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया आउने हे सन्दीप तिम्रो क्या राम्रो मन चारैजना सङ्गीतको साधना कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने क्या राम्रो मन चारैजना सङ्गीतको साधना कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया हे नभन है रेखाले के गरम सिक्नु भन्दा पहिले त बेगरम कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने नभन के गरम सिक्नु भन्दा पहिले त बेगरम कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने अझै पनि आएन माया
जलपानी पिन्नमा विवाहितलाई बहिनी दिन्नमा कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस जलपानी पिन्नमा विवाहितलाई बहिनी दिन्नमा कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस यही चाल भए दिनमा अङ्क कस्तो दाजु रहेछ यो कलङ्क भयो साढे 10 अझै पनि आएन माया आउने बस दिनमा अङ्क कस्तो दाजु रहेछ यो कलङ्क कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे रहेछ त्यो मन दस्तिरै फाटेको विवाहितले खै किन आँटेको कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस दस्तिर फाटेको विवाहितले खै किन आँटेको कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस तिम्रो जीवन आशैमा जाने हो बहिनी हेर रोशनले लाने हो कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस आशैमा जाने हो रेखा हेर रोशनले लाने हो कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हेर रेखा भन्छु नि मेरै हो रोशन सिंह त हेरेको हेरे हो कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस रेखा त मेरै हो रोशन सिंह त हेरेको हेरे हो कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस नफली त सिरले पाउ ढोक्दैन भुक्ने कुकुर त्यतिकै टोक्दैन कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस सिरले पाउ ढोक्दैन भुक्ने कुकुर टेक्छ कि टोक्दैन कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे मिठो बोली कलेजी खाइसक्यो ए सन्दीपले मोहनी लाइसक्यो कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस कलेजी खाइसक्यो ए सन्दीपले मोहनी लाइसक्यो कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस यही सन्दीपले लाएछन् मोहनी सौतामाथि नजाए बहिनी कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस लाएछन् मोहनी सौतामाथि नजाए बहिनी कुर्दा कुर्दै भयो साढे 10 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे ए सन्दीपलाई शिरमा
बसेकी थियौ रुने धुरु धुरु हो अब तिम्रो दिन गन्ती सुरु हो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस धुरु धुरु हो अब तिम्रो दिन गन्ती सुरु हो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे दोहोरीले क्या राम्रो गाका छन् युकेबाट भर्खरै आएका छन् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस दोहोरी गाका छन् युकेबाट भर्खरै आएका छन् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे तिमीलाई जित्न प्रमाण अरू के दिउँ के म नेपालीपन भेटिन्न यौँ के म कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस उपमा दिउँ के म हुँदैन भेटिन्न यौँ के म कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे बोलिरहेछन् हँसिलो तन हुँदा नेपाल फर्के नेपालीपन हुँदा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस हँसिलो तन हुँदा नेपाल नेपालीपन हुँदा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे म चाहिँ हेर धन भए नि बडुवा भोजराज रोशन हुन माया भडुवा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस धन भए बडुवा रोशन भोजराज हुन माया भडुवा कुर्दा कुर्दै भयो 10:30 अझै माया आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे मेरो झुटो उसको बात सही भयो मलाई बहिनी मरेको छाइ भयो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस उसको बात सही भयो मलाई बहिनी मरेकै छाइ भयो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे कुरै सुन्दरी सुठ्यो मलाई
सौतामाथि नजापो भनेको कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस उभालो ठाएको सौतामाथि नजापो भनेको कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे कुरा फेर्यो बिहेको साइतैमा यही बानीले भाउजू छिन् माइतैमा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस बिहेको साइतैमा यही बानीले भाउजू छिन् माइतैमा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस मेरो बोली तलाई त फर्जी भो जेसुकै घर तेरै मर्जी भो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस तलाई त फर्जी भो जेसुकै घर तेरै मर्जी भो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे अब बाटो बिचैमा मोड्दिन सन्दीप तिमीलाई केही गरी छोड्दिन कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस केही गरी मोड्दिन सन्दीप तिमीलाई केही गरी छोड्दिन कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस अझै पनि आएन माया आउने बस हे शिरमा सिन्दुर हातभरि चुरा होस् तेरो सफल जिन्दगी पुरा होस् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस हातभरि चुरा होस् तेरो सफल जिन्दगी पुरा होस् कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस 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 विप्लव खाती रेवी घरतीले गाउनु भएको निकै मिठो गीत यो शब्द हो नेत्र अर्यालको लय विप्लव खातीकी विप्लव खातीलाई र नेत्र अर्याललाई इन्द्राणीमा जोरदार तालीसहित हार्दिक हार्दिक सम्मान पनि छ आउन आग्रह गर्छौं निकै मिठो गीत गाउनु भयो आज सन्दीप नेउपाने त उसै तगडा हुनुहुन्थ्यो दोहोरीमा रोशन त्यस्तै हुनुहुँदो रहेछ भोजराज पनि यति कडा आमा जोरदार ताली दिउँ र आज रेखा पोखरेल बहिनी रञ्जिता विकर संगीता चौधरी किना भोजगाई तपाईहरुको यो कला देख्दा पनि दम परियो के एकदम धन्यवाद भाग्यमानी खोरो भनेको जति फुले पनि सन्दीपकै रहेछ धेरै धेरै धन्यवाद छ।